हेलो गाइजहरू, अनि आज दसैँको उपलक्ष्यमा मैले एउटा न्यू ब्लग लिएर आएको छु। यो ब्लग रहेको छ, यसो हेरेर चित्त बुझाइदिनु होला। अब यो खासै राम्रो त हुन सक्दैन होला मेरो ब्लग। र हामी अहिले चाहिँ भने हाम्रो मामालातिर गइरहेको छ। आफ्नो घरमा टिका लगाइसकेर यी टिका चट्टा लगाइरहेको छु अनि गइरहेको छु गाइज। म मामालातिर गइरहेको छु र यहाँ आउँदी अलैँचीहरू हेर्नुहोस् गाइजहरू, यहाँ अलैँचीहरू बगानहरू रहेको थियो। यहाँ आउँदी गाइजहरू, अनि म अहिले भने एउटा खोलामा पुगेको छु गाइज। त्यो खोलाको नाम रहेको छ अप्पु खोला। र हाम्रो फ्यामिलीहरू पनि पछाडि हुनु आइराख्नु भएको छ। उता पछाडि फ्यामिलीहरू म देखाउन चाहन्छु तपाईँहरूलाई। र हेर्नुहोस् गाइज, हाम्रो फ्यामिलीहरू उता आइराख्नु भएको छ गाइज। हाम्रो फ्यामिली चाहिँ आइराख्नु भएको छ, उता आइराख्नु भएको छ। र फ्यामिलीहरू उहाँ मम्मी हुनुहुन्थ्यो मेरो, र मम्मी हुनुहुन्छ उहाँनिर, बडी हुनुहुन्छ त्यहाँ, बडी हुनुहुन्छ ऊ त्यहाँ यहाँ आइराख्नु भएको छ। र अब म अप्पु खोलाको दृश्य देखाउन चाहन्छु तपाईँहरूलाई गाइजहरू। हेर्नुहोस्, अब म गइरहेको छु, अप्पु खोला गइरहेको छु। त्यो दृश्य अब तपाईँहरूलाई म एकदमै रमणीय तरिकाले देखाउन चाहन्छु। प्लिज मेरो भिडियोलाई सक्दो सेयर र लाइक कमेन्ट छोडिदिनु होला। अब मैले यति मेहनत गरेको छु कि अब यो भिडियो बनाउनुको लागि पनि आफ्नो एक पसिनाको थोपा जान सक्छ गाइजहरू। एक पसिनाको थोपा गएको छ। तपाईँहरूले सब हाम्रो नेपाली जो दाजुभाइ दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ नि, उहाँहरू सबले टिकटक खोल्नु भएको छ होला। तर मेरो टिकटक आइडी छैन, मेरो केवल मेरो युट्युब आइडी मात्र रहेको छ। त्यो युट्युब आइडीमा सबले मलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। म तपाईँहरूले गर्नु भने म तपाईँहरू पनि गर्न चाहन्छु गाइज। ल म अहिले अप्पु खोला आइसकेको छु र गाइजहरू हेर्नुहोस्, अप्पु खोला, यो अप्पु खोलाको दृश्य रहेको छ। यहाँबाट बगेर जानेछ यो नदी, यो बगेर जान्छ यहाँबाट नदी। र यो नदी बग्दै बग्दै उँधो 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 जान्छ। खोला तरिरहेको छौँ गाइजहरू, खोला तर्न अलि असम्भव रहेको छ। हामी खोला तरिरहेको छौँ र यहाँ हेर्नुहोस् दृश्य, खोला तारिराख्नु भएको छ। मम्मीहरूले खोला तारिराख्नु भएको थियो त्यहाँ, अनि हामी गइरहेको छौँ गाइज। अब मेरो यो युट्युब आइडीलाई तपाईँहरू सबले सक्दो सब्सक्राइब गरिदिनु होला। सब हामी नेपाली जनता एकजुट हौँ, हामी जेन्जी युवा अवस्था हौँ। त्यसैले हामीले सबले आफ्नो युट्युब च्यानल खोल्नुपर्छ। खोलेर सबले लाइक गरिदिउँ, एकले अर्कालाई लाइक गरौँ भन्ने मेरो चाहना छ गाइजहरू।